तपाईहरुलाई पाइल्स रोग छ र खुनको सिर्का हान्छ भने यो चाहिँ एकदम राम्रो हुन्छ यो। अनि यसरी टिपेर खाने। भुलेत्रो भनिन्छ यो तपाईले पक्कै पनि आफ्नो गाउँठाउँमा देख्नु भएको छ। यसमा सिबी जस्तो फल थियो। सिबी यसमा फल्ने सिबी हुन्छ, एउटा रातो सिबी हुन्छ। त्यो रातो सिबी चाहिँ के को लागि काम गर्छ थाहा छ तपाईलाई? लामो लामो एउटा दाब जस्तो फल छ। त्यो भित्र चाहिँ एउटा सेतो सेतो फुल हुन्छ। तामाङ समुदायले त्यसलाई कोकोमेन्दा पनि भनिन्छ। त्यो शुभ कार्यमा त्यो लगाउने गरिन्छ। लामो लामो फुल चाहिँ त्यो भित्र एउटा बिहा हुन्छ, च्याप्टे च्याप्टे बिहा हुन्छ। त्यो बिहा चाहिँ तपाईले जन्डिसमा। ल मित्र हो नमस्कार। यो सहर भित्र रहेको झ्याङझ्याङ जुङजुङ यताउति दुनियाँ अपडेट गर्दा गर्दा आज त्यो भन्दा छुट्टै किसिमले माथि श्रम संस्कृति पार्क भित्र रहेको यसभन्दा अगाडि व्यापक रूपमा श्रमदानमा बोट बिरुवाहरू रोपिएको थियो। त्यो बोट बिरुवाहरू के कस्तो भएको छ भन्ने कुरोहरू तपाईलाई देखाउनको लागि आज जङ्गलतिर घुमाउँदैछु है। यो यताको झगडा उताको झगडा, यस्तो भयो उस्तो भयो भन्ने कुरोहरूलाई त्यागेर आज चाहिँ जङ्गलभित्र के गरेर छ त फलहरू। यसभन्दा अगाडि तपाईँले देखाएको थिएँ मैले आँपहरू त अब बाँदरले खाइसक्यो, मान्छेले खाइसक्यो, केराहरू पनि मान्छेले खाइसक्यो। अब चाहिँ भने तपाईँलाई अब यता के फलिरहेछ अहिले? अम्बहरू फलिरहेछ। अम्ब पाक्ने भनेको त साउन भदौतिर हो र पनि कतिको फलेको रहेछ। बोट बिरुवाहरू कति झ्याङ्गेको रहेछ भनेर देखाउन गइरहेछ है तपाईँहरूलाई। यो 3 वर्ष अगाडि रोपिएको बोट बिरुवाहरू हो। यस्तो झ्याङ्गिएको छ, यस्तो झ्याङ्गिएको छ र जङ्गलै भएको छ, वन भएको छ। यो त कसैले सोचेको पनि थिएन त्यति बेला यस्तो हुन्छ भन्ने कुरा चाहिँ। तर रोप्यो भने चाहिँ हुँदो रहेछ भन्ने कुरो चाहिँ यो जङ्गल यस्तो भइसकेको छ यहाँनिर। अनि त्यति मात्र होइन, हेर्न सक्नुहुन्छ यो पदमार्ग सुरु गरेको थियो र तत्कालीन पर्यटन मन्त्री सुदन किराँती उहाँ मन्त्री हुँदाखेरि पनि 50 लाख रुपियाँ विनियोजन गरिसकेपछि यो पदमार्ग चाहिँ हिँडेर पुरानो बाटो हो। तत्कालीन अवस्थामा हाम्रा पुर्खाहरूले टोकमा लगाएर ढाकर बोकेर यो बाटो हिँडेको कारणले गर्दाखेरि यसको सम्झना स्वरूप पनि फेरि पनि यहाँबाट हाइकिङ जान, पैदल यात्रा गर्न यहाँबाट सिधै गइसकेपछि तपाईँ चाहिँ माथि भेरेटार पुग्न सक्नुहुन्छ कि त्यो बाटोको लागि। र पुरानो हाम्रो पुर्खाको विरासत, पुर्खाहरूले तोकमा ढाकर बोकेर हिँडेको बाटो अत्यन्त राम्रो छ। घुमघाम गर्न, हाइकिङ गर्न सक्नुहुनेछ। यहाँबाट ठ्याक्कै भेरेटार पुगिन्छ यो बाटो। यो वर्ष भने यो बाटोको लागि बजेट परेन। बजेट नपरिसकेपछि जुन बनाउँदै गरेको बाटो थियो त्यो बाटो यसपटक बढाउन सकिएन। आगामी 83-84 को बजेटमा पनि खासै परेको जस्तो लागेन। अब हेरौँ के हुन्छ। कहीँ कतैबाट यो बाटो बढाउन लागि बजेट पार्नुपर्ने हो। फेरि पनि यसरी बजेट पार्दाखेरि हर्क सङ्घपाले यसको स्वामित्व लिन्छ कि भन्ने त्रास पनि हुनसक्छ। यहाँको राजनीतिक सङ्कुचन यस्तै छ। काङ्ग्रेसले गरेको विकास निर्माणको सुरुवातीलाई एमालेको सरकार आउँदाखेरि निरन्तरता दिँदैन। एमालेको सरकार हुँदाखेरि फेरि पनि काङ्ग्रेस प्रतिपक्षमा हुँदाखेरि त्यस्तै हालत हुन्छ र एकअर्काको एउटा पार्टीले अर्को पार्टीको गरिएको काम चाहिँ देख्न नसक्ने अवस्था। काङ्ग्रेसले गरेकोमा निरन्तरता एमालेले नदिने, एमालेले गरेको विकासमा काङ्ग्रेसले निरन्तरता नदिने। त्यही हिसाबले सम्भवतः हुनसक्छ यो पदमार्गको लागि फेरि पनि यस्तै बजेट नपरेको हो कि भन्ने मैले अनुमान गरेको छु। कहाँसम्मको सत्यता हो त्यो त विश्लेषण गरेर आधार हेरेर पनि भन्न सकिन्छ। तथापि व्यवहार हेर्दाखेरि चाहिँ त्यस्तै देखिन्छ। र विकास निर्माणमा भन्दा पनि यहाँनिर चाहिँ चालु खर्च अर्थात् कर्मचारीहरू पाल्नका लागि नै 60% भन्दा ज्यादा खर्च हुन्छ भन्ने कुरा चाहिँ हिजो मात्र दुम्लिङमा पुगेका राजनीतिक विश्लेषक उहाँ चाहिँ हर्कसङ्घमा दुम्लिङमा पुग्नु भएको थियो। सुरेन्द्र केसीले भन्नुभयो 60% पैसा बजेट त कर्मचारी पाल्नलाई नै जाने रहेछ भन्ने कुरा भन्नुभयो। भने अब भन्नुहोस् 40% बजेट
पुँजीगत खर्च भन्ने हुन्छ, त्यो पुँजीगत खर्चले कति नै पो हुन्छ र। यो हुनुमा के हो भन्दाखेरि नेपालमा उद्योग कल कारखाना केही पनि छैन र हामी चाहिँ दोस्रो मुलुक तेस्रो मुलुकबाट विभिन्न सामानहरू, लत्ता कपडाहरू, खाद्यान्नहरू आयात गरेर व्यापार घाटाहरू सहिरहेका छन्। अर्थात् भनौँ नेपालबाट उत्पादन भएको कुनै पनि सामग्रीहरू, सामानहरू, उत्पादित उपजहरू नजाने हामी चाहिँ मात्र विदेशबाट अरू देशबाट ल्याएर खाँदै लगाउँदै गर्ने, त्यो कारणले गर्दा नै व्यापार घाटा भएको भन्ने कुरोहरू हुन्छ। र यो अझ विषयमा त मलाई खासै जानकारी छैन। विशेष गरी यस्ता कुरोहरू चाहिँ अर्थशास्त्रका विद्यार्थीहरूलाई थाहा हुन्छ। नाफा घाटा, बजेट, चालु, पुँजीगत खर्च, यस्ता कुरोहरू चाहिँ फेरि अर्थशास्त्रको विद्यार्थीहरूसँग सम्बन्धित नेप्से होइन। अब यी कुरोहरू चाहिँ हुन्छ र पनि हामीले यस्ता कुरोहरूलाई चाहिँ अझ अध्ययन गरेर बुझेर के हो भन्ने कुरोहरू चाहिँ बाहिर ल्याउने काम, कर्तव्य, दायित्व चाहिँ हाम्रो हो। र हामीले पनि यस्तै कुराबाट यस्तै विज्ञहरूसँग कुराकानी गरेर नै हामीले पनि ज्ञान हासिल गर्ने हो। र माथिल्लो यो स्टेपमा आएका छौँ। माथिल्लो स्टेपमा चाहिँ विभिन्न किसिमका फलफुलका बिरुवाहरू रोपिएको छ। अत्यन्त रमाइलो छ, रमाइलो, एकदम रमाइलो। तपाईँ यो क्षेत्रमा आउनुभयो भने यसरी बोट बिरुवाहरू रोपिएको छ। र यो बोट बिरुवाहरू कतिपय त म चाहिँ हिमाली भेगमा भएको कारणले गर्दाखेरि पनि तराईमा रोपिएको उम्रिएको बोट बिरुवा फलफुलहरू खासै चिन्दिनँ। र हिमालमा पनि उत्तिकै जडीबुटीहरू पर्याप्त मात्रामा छन्, सबै जडीबुटी म चिन्दिनँ। पछिल्लो समयमा आएर तराईमा पहाडमा पाउने जडीबुटीहरू पनि बेचबिखन गर्ने भएको कारणले गर्दाखेरि केही ज्ञानहरू चाहिँ छ। अब यो भनेको यो एक किसिमको यो जडीबुटी हो। यो पनि एउटा काम लाग्छ। तपाईँ चिन्न सक्नुहुन्छ, भन्न सक्नुहुन्छ यो के को जडीबुटी हो। यो जडीबुटीमा काम लाग्छ है। यसले तपाईँको शरीरमा भएको विकार वस्तुहरूलाई नाश गर्ने कामहरू गर्छ। धेरै जडीबुटी फलफुलका बिरुवाहरू रोपिएका छन्। यो एभोकाडो यसरी झ्याङ्गेको छ। अब 1-2 वर्षमा यो मजाले फल्ने छ। यसरी एभोकाडो पनि रोपिएको छ है। यहाँनिर यसरी आँपहरू मैले सुरुवातमा देखाएको थिएँ। आँपमा यसपटक अलिकति रोग लागेको जस्तो छ। यस्तो छ आँपमा अलिकति रोग लागेको भन्ने मैले सुरुमै भने। यता आँप कम मात्रामा फलेको यसपटक भने। यो अम्बाहरू चाहिँ यसरी फलेको छ। तर अम्बामा पनि अलिअलि यस्तो किरा लागेको कसो नराम्रो अम्बाहरू फलेको देख्न सक्नुहुन्छ। हेर्नुहोस् त, यस्तो छ अम्बा। त्यति साह्रो राम्रो सप्रिएको देखिएन अम्बा है। अनि यहाँ चाहिँ राम्रो सप्रेको रहेछ यो अम्बा। ल हेर्नु सक्नुहुन्छ यो अम्बा, यहाँ चाहिँ अम्बा राम्रो सप्रेको रहेछ। अनि यो बनमला त तपाईँलाई थाहा भएकै कुरो। बनमला तपाईँको कब्जियतको लागि, खोकी, दमहरूमा प्रयोग गर्न सक्नुहुनेछ है। यस्ता खालको जडीबुटीहरू यो तराई अनि मध्य पहाडी भेगसम्ममा पाउँछ। मैले तपाईँलाई आज जडीबुटीहरू के पाउँछ भन्ने कुरोहरू पनि चिनाउँछु र यहाँ फलफुलहरू के फलेको छ भन्ने कुरोहरू पनि तपाईँलाई देखाउँछु। र यस्तै खालको बोट बिरुवाहरू, वृक्षारोपणहरू व्यापक रूपमा गरेका थिएँ। अत्यन्त रमाइलो पनि भएको थियो त्यति बेला। पहिलाको भिडियोहरू तपाईँले हेर्नुहुन्छ भने मेरो युट्युबमा छ। सबै अत्यन्त राम्रो, रमाइलो, एकदम रमाइलो, साह्रै रमाइलो पनि भएको थियो। र अहिले रमाइलोदेखि पनि महारमाइलो भएको छ। एकदम हराभरा भएको छ, आनन्द छ। घुमघाम गर्नको लागि यहाँनिर खोलाहरू छङछङ बगिरहेको छ, हेर्न सक्नुहुन्छ। यही खोलाबाट चैत वैशाखमा ट्याङ्की बनाएर सर्दु खर्दु निस्कने है। उता पारिपट्टि छ, उता पारिपट्टि चाहिँ खर्दु हो। त्यहाँ पनि ब्रिटिस वेलफेयरले 3 करोडभन्दा बढी लगानीमा मर्मत गरेर बनाइदिएको छ। अनि यो एरियामा चाहिँ हर्क सम्मानले श्रमदानबाट
साना साना इन्टेकहरू बनाएर पानीहरू जोडेको थिएँ है। यो बोट बिरुवा सबै त्यति बेला श्रमदानमा रोपेको बोट बिरुवा हो है। र तपाईँ कहाँबाट कसरी हेर्दै हुनुहुन्छ मजाले अन्तिमसम्म हेर्नु होला, घुमघाम गर्नु होला। तपाईँ पनि आउन सक्नुहुन्छ यस क्षेत्रमा। आज यहाँको मौसम भन्यो भने एकदम धुमिएको छ, तर यसरी हिँड्दाखेरि हामीलाई गर्मी भइरहेछ, पसिना यसरी आइरहेको छ। र पनि शीतलै भन्नुपर्छ यतिको, बजार एरियामा त निकै गर्मी नै थियो। र अब माथिल्लो ड्याङमा आइरहेछौँ, जुन ड्याङमा चाहिँ यसभन्दा अगाडि सयपत्री फुलहरू रोप्ने गर्थे। अहिले पनि फुलको बिरुवाहरू छ। ल हेर्न सक्नुहुन्छ तेजपत्ताहरू, ल हेर्नुहोस् तेजपत्ता है। जडीबुटीहरू तपाईँलाई म चिनाउने क्रममा छु। यो तेजपत्ता हो। तेजपत्ता विशेष गरी यो मसलाको रूपमा प्रयोग गरिन्छ, गरम मसला पनि भनिन्छ। र यसले सर्दी गाडिएको लगायत कुराहरूमा प्रयोग गर्ने गरिन्छ। र मिठासको लागि पनि यो तेजपत्ता खाने गरिन्छ, तेजको पत्ता भनेर हामी चिन्न सक्छौँ। अब अर्को एउटा छ यहाँनिर, यो रुद्राको बोट हेर्नु यत्रो ठुलो भएको छ। रुद्राको दाना त मैले तपाईँलाई भनिरहनु पर्दैन। फोन आयो है, मैले एकछिन है त म फोन गर्छु है त। ल हेर्नुहोस् यो 3 वर्ष अगाडि रोपेको अब यस्तो ठुलो जङ्गल भएको छ, हेर्नुहोस् त। बाफ्रे। अनि यो पदमार्ग हेर्नुहोस् त, यो माथिल्लो ड्याङको यत्रो यत्रो भएको छ। ल हेर्नुहोस् त यहाँनिर लटरम्म फलेको छ यो अम्बा, हेर्नुहोस् यी अम्बा त भदौतिर पाक्ने हो नि त, साउन भदौमा। ल यहाँ चाहिँ लटरम्म फलेको अम्बा चाहिँ यसपालि निकै खाना पर्ने भयो। जे होस् अम्बा चाहिँ। मैले तपाईँलाई सुरुवाती चरणमा देखाएको थिएँ नि आँपहरू चाहिँ अलिकति यसरी आँपको बिरुवाहरूमा अलिकति रोग लागेको छ, त्यस कारणले खासै आँप सप्रेको छैन, आँप फलेको पनि थिएन। मैले सुरुमा तपाईँलाई देखाउँदाखेरि नि हो, र आँप चाहिँ बिग्रेकै हो। यसरी त्यसको पत्ताहरू यो सबै रोपेको है। फेरि हो तपाईँले जङ्गल भन्नुहुन्छ, ल उतातिर मात्र जङ्गल हो पहिलाको। यो ड्याङमा चाहिँ सबै त्यति बेला श्रमदान मार्फत रोपिएको है, व्यापक रूपमा रोपेको। ओहो साह्रै मजा आउँथ्यो त्यति बेला हो। पानी परेर यति बेला हो, पानी परेर बिजोग भएर हामी यही चौतारामा बसेको थियौँ। यहाँनिर पाल पनि राखेको थियो, पालले पनि नथामेर बिजोग भएको थियो यहाँनिर। यहाँ तपाईँलाई सिसी क्यामेरा राखिएको छ। सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ भनेर तपाईँ यहाँ केही पनि गर्न सक्नुहुन्न है। सिसी क्यामेरा ठाउँ ठाउँमा छ। भित्रभित्र पस्यो भने चाहिँ कुनै प्रेम जोडीहरू है, लभरहरू, आन्टी लभरहरू। तर यहाँनिर काट्नेहरू, रुख भाँच्ने यस्तो गर्नेहरू चाहिँ अलिकति निगरानीमा हुन्छ। माया प्रीति गर्नेहरू त कसले पो छेक्न सक्छ। र हेर्नुहोस् यसपटक चाहिँ तपाईँको अम्बा चाहिँ ल सप्रेकै हो। अम्बा चाहिँ अम्बा चाहिँ मजाले, अम्बा चाहिँ यसबाट खान पाउने। बाँदर आएछ कि अब अलिकति लसाइएको छ है। हेर्नुहोस् त अम्बा देख्नु भएको छ नि तपाईँले। ल यो केराहरू पनि छ, रोपेको छ। जसले जे ल्यायो सबै यता रोपिया छ, उता रोपिया छ। अब यो बिचमा चाहिँ सयपत्री फुलहरू पनि छ। अझै यसलाई पक्कै पनि खनेर गोडमेल गरेर रोप्ने छ होला, रोप्छ होला, रोप्नुपर्छ है भनेर फेरि म भन्छु। ल हेर्नुहोस् त यसपटक त तपाईँको अम्बा त मजाले खान पाउने रहेछ। ल अम्बा चाहिँ फलेको छ, अम्बा चाहिँ फलेको छ यहाँनिर एकदम। यहाँ यो आँप चाहिँ पक्कै पनि अलिकति सप्रेको छैन। यसबाट आँपलाई के रोग लागेको छ कुनै? आँप चाहिँ रोग लागेको छ है। यो 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 ड्याङभरि यहाँनिर भोलि पर्सि फेरि अब यो सयपत्री फुल रोप्यो भने यस्तो दामी फल्छ कि, यस्तो दामी फुल्छ कि सयपत्री फुलहरू। ओहो क्या दामी हुन्छ नि मजाले। ल तेरि यत्रो ठुलो अम्मामा 3 वर्षमा यति बढिसक्यो यार। अम्मामा बाफ्रे। प्रायः चाहिँ तेजपत्ता र अम्बाहरू अलिक सस्तो भएर होला कि तत्कालीन अवस्थामा त्यस्तोहरू ल्याउनु भएको छ क्या। तेजपत्ताहरू अघि मैले तपाईँलाई देखाएको थिएँ यो है, यो बोट
कसले चिन्नुहुन्छ ल भन्नुहोस् है, यो पक्कै पनि यो दबाई हुन्छ है। यो तपाईँले नाम भन्नुहोस् ल। यो दबाई हुन्छ तपाईँहरूकोमा पाउँछ भने यसको दबाई मजाले हुन्छ है। तत्कालीन अवस्थामा यतातिर मजाले श्रमदाताहरू पुरा काम गर्नुभएको थियो। यहाँ इन्टेक छ एउटा, यहाँ इन्टेक छ। अहिले अब बर्खा लागिसकेको छ। यो झारपात पलाएको देख्दाखेरि बर्खालाई त्यति बेला चाहिँ यहाँनिर चाहिँ सुक्खा थियो, यसरी इन्टेक बनाएको छ। हेर्नुहोस् है, श्रमदानबाट पानी खुवाउनको लागि यसरी इन्टेक बनाएको थियो। तपाईँलाई तत्कालीन अवस्था सम्झनाहरू दिलाउँछु क्या, हर्क सङ्घले के गर्यो भन्ने कुरोहरू होइन। तपाईँहरूलाई त्यस्तो पक्ष लिएर त गरिएको होइन, तर पनि सत्यलाई सत्य भन्न सक्नुपर्छ है। अब तपाईँलाई मैले अघि भने जडीबुटी देखाउँछु भने यो जडीबुटी यसलाई कालीझार पनि भन्दो रहेछ है, अनि बनमारा पनि भन्छ, आफ्नो ठाउँ विशेषले नाम भन्दो रहेछ। यो तपाईँ यदि पालिस भएको छ, तपाईँको रगतको सिर्का हान्छ भने एकदम राम्रो हुन्छ। यो चाहिँ अब मैले पनि प्रयोग गरेको छु। म पनि अब जडीबुटी बेचिकन गर्ने भए पनि मलाई पनि पालिस रोग छ है। तपाईँहरूलाई पालिस रोग छ र खुनको सिर्का हान्छ भने यो चाहिँ एकदम राम्रो हुन्छ। यो तर मुख चाहिँ बार्नुपर्ने हुन्छ, मुख बार्न सक्नु भएन भने चाहिँ केही पनि हुँदैन। म पनि अब जाँडो सिनो खाइदिन्छु, मासु मङ्स पनि खाइदिन्छु, जे पाइदिए खाइदिने भएको कारणले गर्दाखेरि मैले आफै प्रयोग गरेर हेरेँ। तपाईँको खुनको सिर्का यदि हान्छ भने यो मुन्टा यसरी म तपाईँलाई देखाउँछु। यो मुन्टा छ यसरी, यो मुन्टा यसरी चुनाउँछु म, तपाईँलाई खाएर देखाउँछु है। यो चाहिँ म ग्यारेन्टी, तपाईँ चारना पनि तपाईँको लगानी पर्दैन, किन डराउने होइन। यसरी मैले यो मुन्टा होइन, यो मुन्टा है। अनि तपाईँले यो टिपेर लगेर घर छ भने फ्रिजमा अथवा दायाँ बायाँ नजिकै छ भने तपाईँ आफै आएर बिहान बेलुका खान सक्नुहुन्छ होइन। अब टाढो छ भने तपाईँ जानुहोस्, सङ्कलन गर्नुहोस् र फ्रिजमा राख्नुहोस्। फ्रिजमा राख्दाखेरि अब काँचो भइरहन्छ नि त, अनि यसरी टिपेर खाने। हल्का तितो हुन्छ। गाउँघरमा चाहिँ हाम्रो खुट्टामा चोट लाग्दाखेरि ठोकिएकोमा काटेकोमा पनि यो दबाई मारेर लाउँथ्यो। अब तपाईँ सक्नुहुन्छ ग्राइन्डरमा हालेर पिँधेर यसको रस बनाउँदा पनि भयो होइन। त्यो झन्झट लाग्छ भने तपाईँ मैले जस्तो यसरी चबाएर खान सक्नुहुन्छ। यो चाहिँ खाने तरिका के हो भन्नुहुन्छ, खाने तरिका यस्तै हो। ग्राइन्डरमा हाल्नुहोस्, सक्नुहुन्छ रस निकालेर खानुहोस् होइन। तपाईँलाई त्यस्तो पनि अब समस्या छ, सरसामान छैन, तपाईँ व्यस्त हुनुहुन्छ भने यसरी खानुहोस्। खाँदाखेरि कसरी खाने, कति बेला खाने यदि भने अब सिकाउनु पनि पऱ्यो क्या। त्यो अहिले मैले लिएको जस्तै 5-6वटा मुन्टा लिनुहोस्, राम्रो चबाउनुहोस्, अनि 1 ग्लास पानी सट्ट पिउनुहोस्। त्यो कति बेला भन्दाखेरि बिहान खाली पेटमा खानुहोस्। तपाईँले बिहान खाली पेटमा खानुभयो भने तपाईँको आमाशय पेट हुन्छ, त्यो पेट चाहिँ खाली पेट हुन्छ र त्यहाँ अल्सर भएको पनि निको हुन्छ। त्यो सँगसँगै पालिस भनेको चाहिँ ठुलो आन्द्रा अनि मलद्वारको छेउमा हुने हो नि त। त्यहाँ चाहिँ विशेष गरी यो नसा भन्छ, हामी भेन भन्छौँ अङ्ग्रेजीमा, भेन रक्तनलीको झुप्पाहरू बाहिर निस्किने भएको कारणले गर्दा त्यो हो। र त्यो चाहिँ कब्जियत भएर चाहिँ सधैँभरि ठेल्दा बाहिर निस्किने हो। मुख्य कुरा कब्जियत हटाउनुपर्छ। कब्जियत हटेन भने अनि हामीले जङ्क फुडहरू, पोलेको मासुहरू, रक्सीहरू, कोदोजन्यहरू, त्यसै गरी मैदाबाट बनेका खानेकुराहरू खाँदाखेरि हुने भएको कारणले गर्दाखेरि ती खानेकुराहरू रोक्न सक्यो भने मात्र हो। म त रोक्न सक्दिनँ। म जाँड रक्सी भने खाइदिन्छु, पोलेको मासु भने खाइदिन्छु, उसिनेको मासु भने खाइदिन्छु, बराबर यो जडीबुटी पनि खान्छु कि। त्यही भएर मेरो पनि त्यही समस्या छ। अनि तपाईँहरू सक्नुहुन्छ भने लु 3 दिनभित्रमा तपाईँ रगत, अरू म भन्दिनँ, मासु पलाएको त कुनै त्यति साह्रो म भन्न सक्दिनँ, तर रगतको सिर्का यदि हान्छ भने यो कालीझार मजाले अहिले मैले भने चाहिँ यसरी यसरी चबाउनुहोस्, तपाईँको रगतको सिर्का हाने मजाले निको हुन्छ। म ग्यारेन्टी दिन्छु, यो 4 आना पनि पर्दैन है। अब यो खोलादेखि पारी आएको छु म अहिले भर्खरै। तपाईँलाई मैले यो कालीझार भन्छ, बनमारा भन्छ, त्यसको मैले तपाईँलाई जानकारी दिइसकेँ भने अहिलेदेखि म यता पारिपट्टि आएको छु।
पारिपट्टि पनि हेर्न सक्नुहुन्छ, यो पनि श्रमदानबाटै रोपिएको है। यो ठुलो रुख चाहिँ होइन, यहाँ भित्र देख्न सक्नुहुन्छ सबै यो श्रमदानबाट रोपिएको है होइन। भ्रम फैलाउने होइन, एकदम स्पष्ट तपाईँहरूलाई सत्य तथ्य यथार्थ जानकारी दिँदैछु। आज मैले तपाईँलाई विशेष गरी जडीबुटी विशेष यहाँ पाउने जे जडीबुटीहरू छ त्यो जडीबुटीहरू तपाईँलाई मैले जानकारी गराइरहेको छु। मैले जानेसम्म तपाईँलाई बताउने हो र थप कमेन्ट गरिदिएर अझ त्यो भन्दा पनि मैले बताएको भन्दा पनि थप त्यहाँनिर तपाईँले चाहिँ कसरी खान सक्नुहुन्छ, कुन कुन रोगमा प्रयोग हुन्छ, कसरी प्रयोग गर्ने भन्ने कुरा चाहिँ तपाईँले कमेन्टमा राखिदिन सक्नुहुनेछ। जसको लागि चाहिँ मेरो चिसे5 अनलाइन टिभी युट्युबमा जान सक्नुहुन्छ। त्यसै गरी मेरो व्यक्तिगत फेसबुकमा पनि यो भिडियो रहनेछ, त्यसमा पनि समावेश गर्नेछु। र तपाईँले कमेन्ट गरिदिनुहोस्, त्यस गरी रिसेयर गरिदिनुहोस्, सेयर पनि गरिदिनु हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। यसरी श्रमदानबाट रोपिएको आज जङ्गलमा तपाईँहरूलाई घुमाउँदैछु कि बजारको झ्याङझ्याङ झुङझुङ प्रसारण भन्दा पनि छुट्टै एउटा, त्यसमा पनि आज जडीबुटी विशेष म तपाईँलाई प्रसारण गर्दैछु है त। दर्शक मित्रहरू, मैले तपाईँलाई अघि जडीबुटी विशेष अन्तर्गत यो कालीझार भनिन्छ, त्यसै गरी बनमारा पनि भनिन्छ, त्यो देखायो भने अहिले म फेरि एउटा जडीबुटीको ठाउँमा आएको छु। ल, यो हाम्रो वरिपरि धेरै हजारौँ सङ्ख्यामा जडीबुटी छन्। त्यो जडीबुटी जाने भने प्रयोग गर्न सक्छौँ र राम्रो पनि हुन्छ। यसभन्दा अगाडि परापूर्व कालमा यस्ता एलोपेथिक का दबाईहरू थिएन, यी जडीबुटीहरूबाटै निको भइरहेको थियो। तर अहिले आधुनिक जमाना सँगसँगै त्यसलाई पनि हामी नकार्न मिल्दैन है। आधुनिक उपचार पद्धति पनि लाने र परम्परागत उपचार पद्धतिलाई पनि लानुपर्ने हुन्छ है। र मेरो साथमा छ अहिले यो भुलेत्रो भनिन्छ, भुजेत्रो भनिन्छ। यो तपाईँले पक्का पनि आफ्नो गाउँठाउँमा देख्नुभएको छ। यसमा सिमी जस्तो फल थियो, अहिले फलेको छैन, अब फल्नलाई तयारी लगभग भइरहेको छ। यसलाई भुलेत्रो भनिन्छ, भुजेत्रो पनि भनिन्छ। र यसको पत्ता चाहिँ यसभन्दा अगाडि प्लास्टिक नहुँदाखेरि अब घुम ओढेर है, यो छाता थिएन त्यति बेला, घुममा पनि यो प्रयोग हुन्थ्यो, यो पत्ताहरू प्रयोग हुन्थ्यो होइन। अनि यो सिमी, यसमा फल्ने सिमी हुन्छ, एउटा रातो सिमी हुन्छ। त्यो रातो सिमी चाहिँ के को लागि काम गर्छ थाहा छ तपाईँलाई? जुक्काको दबाईको लागि काम गर्छ। तर गन्ध झरी नमिठो हुने। यो पाकिसकेपछि तपाईँले टिप्न सक्नुहुन्छ। टिपिसकेपछि भित्र रातो सिमी हुन्छ। त्यो रातो सिमीलाई केलाउनुपर्छ। रातो सिमीलाई केलाइसकेपछि त्यो भित्र सेतो भाग निस्किन्छ। त्यो सेतो भाग चाहिँ अलिकति नमिठो गनाउनु चाहिँ है, खाँदाखेरि नाक चुरेर खानुपर्ने छ। त्यो खाने विधि पनि म भन्छु। त्यो गन्ध चाहिँ नराम्रो हुन्छ। त्यसलाई सुकाएर मजाले कुटिसकेपछि त्यो गन्ध मेटाउन के गर्ने भन्दाखेरि हामीसँग फेरि अर्ग्यानिक आइडिया, ढिँडो ओडाल्ने। अनि ढिँडो ओडालिसकेपछि डल्लो त्यो हुन्छ नि, त्यो गाँस बनाउने, सानो गाँस बनाउने। त्यो गाँसभित्र चाहिँ मजाले धुलो बनाएर स्याट्ट पोको बनाएर तपाईँले अचारमा खोर्सानीसँग खाँदा पनि भयो, अथवा त्यस्तै कुनै पनि अब त्यो गन्ध मार्ने खालको के हुन्छ खानेकुरा, त्योसँग चाहिँ खुलित निल्ने क्या। एकजनाले एक पटकमा एउटा सिमी खानुहोस् र तपाईँको पेटको जुगा यो भुजेत्रो छ, यसले सबै नाश गर्छ। मैले आज तपाईँलाई जडीबुटी विशेष, यो पनि श्रम संस्कृति पार्कमा रहेको मैले चिनेको जडीबुटी हो है। फेरि मैले चिनेको, जानेको, बुझेको जडीबुटी तपाईँलाई म देखाउँदैछु। अब यहाँभन्दा अगाडि अन्य के जडीबुटी भेटिन्छ मैले चिनेको, त्यो तपाईँहरूलाई बताउँदै जानेछु। अन्तिमसम्म हेर्दै गर्नु होला है त। पदमार्गमा म निरन्तर जाँदैछु। यो पदमार्ग निकै लामो छ। तपाईँलाई मैले भने नि अघि बुलेत्रो, त्यो बुलेत्रो अब यसरी फुल्दैछ है। यहाँ हेर्न सक्नुहुन्छ, म तपाईँलाई जुम गरेर देखाउँछु। पहेँलो रातो पहेँलो सिधै कलरमा यसरी बुलेत्रोको यो बोट फुल्दैछ। फुलिसकेपछि यहाँ सिमी जस्तो हुन्छ, त्यही सिमी नै तपाईँले जुकाको दबाई प्रयोग गर्न सक्नुहुनेछ है त। यसरी अब यो श्रमदाताहरूले ल्याएर रोपिदिनु भएको केराहरू हो, सबै श्रमदाताहरूले ल्याएर रोपिदिनु भएको केरा दायाँ बायाँ हेर्न सक्नुहुन्छ। अब यहाँनिर माली दिदीबहिनीहरू पनि हुन्छ, उहाँहरूले गोडमेल गर्दै हुनुहुन्छ। अब यो लेभलमा एक लेभल अस्ति गोडिसक्नुभयो, अब फेरि पनि झारपातहरू पलाइसकेको छ। उहाँहरू फेरि यो स्तरमा फेरि पनि गोडमेल गर्न आउनुहुनेछ।
र दायाँ बायाँ हेर्न सक्नुहुनेछ यो सबै बोट बिरुवाहरू यी अघि मैले तपाईँलाई अमला भने नि अमलाको रुख यो ल हेर्नुहोस् यो ड्याङ सबै यो सबै श्रमदाताहरूले रोपेको है। फेरि यहाँनिर तपाईँहरू भ्रममा नपर्नु होला। के हो यो के हो? ए हाम्रो साथीहरू के हो यो के छ? श्रमदानबाट रोपेको के हो यो? बोक्से कहाँको थियो यो? फलिसक्यो। ए न पाकेको छ? यो चाहिँ दामी पाकेको छ। ल पाकेको छ खानु पाइयो होला नि, यो रोपेको खानको लागि त हो त नि यो अम्बक पनि छ। अम्बक पनि छ। यसपल्ट चाहिँ अम्बक चाहिँ मजाले खान पाउने भयो। यो लटरम्म सफा गर्छ क्या। लटरम्म फलेको छ अम्बक। यहाँ पनि झ्याप्पै फलेको रहेछ अम्बा। नुहेको छ सबै जुन अम्बाहरू फलेको छ सबै नुहेको छ है। फलेको वृक्ष नुइन्छ भन्छ यही हो। हेर्नुहोस् है ए सबै ल दर्शक मित्रहरू फेरि पनि एउटा जडीबुटी भेट्यो। मैले तपाईँलाई आज जडीबुटी विशेष भन्दैछु नि। जडीबुटी विशेषमा म तपाईँलाई फेरि पनि यो एउटा बोट हो। यो बोट भन्नुहोस् त, अनुमान लगाउनुहोस् त यो बोट के को बोट हो यो मित्रहरू? हो टोटलाको फुल। जडीबुटी विशेषज्ञ चाहिँ होइन, मैले पनि बेचबिखन गर्दैछु। मैले अघि धेरै साथीहरूलाई भनिसकेको छु। यो चाहिँ ठ्याक्कै टोटलाको फुल भनिन्छ। यो टोटलाको फुल चाहिँ के हो भन्दाखेरि चाहिँ हामी शुभ कार्यमा यसको लामो एउटा दाब जस्तो फल्छ। त्यो भित्र चाहिँ एउटा सेतो सेतो फुल हुन्छ। तामाङ समुदायले त्यसलाई कोकोमेन्दा पनि भनिन्छ। त्यो शुभ कार्यमा त्यो लगाउने गरिन्छ। शुभ कार्यमा मात्र लगाउने होइन, यो चाहिँ दबाई पनि हुन्छ। के को दबाई भन्दाखेरि चाहिँ तपाईँले यो यसको बोक्रा पनि प्रयोग गर्न सक्नुहुन्छ। जुन अघि मैले भने टोटलाको लामो दाब जस्तो फुल हुन्छ, त्यो लामो फुल चाहिँ त्यो भित्र एउटा बिहा हुन्छ, च्याप्टे बिहा हुन्छ। त्यो बिहा चाहिँ तपाईँले जन्डिस भनेको विशेष गरी कलेजोको रोगबाट हुन्छ र हाम्रो शरीरभरि पहेँलो हुन्छ। त्यो जन्डिस लागेको यदि व्यक्ति छ भने तपाईँले त्यो टोटलाको यो बोक्रा लगाउँदा नि भयो। जुन फुल छ त्यो फुलको भित्रको बिहा हुन्छ, मजाले केलाएर कुटपिस गरेर खाने। कति खाने भन्दाखेरि चाहिँ तपाईँले बढी मात्रामा चाहिँ 50 ml बिहान बेलुका 50 ml तपाईँले 1 महिनासम्म खानुभयो भने जन्डिस स्वाट्टै निको हुन्छ है। यो कुरो चाहिँ म ग्यारेन्टी दिन्छु तपाईँलाई। अघिदेखि म भन्दा आएर चाहिँ ग्यारेन्टी दिन्छु। मैले अघि तपाईँलाई पाइल्सको रोगको लागि कालोजार बताएँ, त्यसपछि जुकाको औषधि बताएँ। अहिले भनेको चाहिँ यो टोटलाको फुल, यो चाहिँ जन्डिसको लागि। जन्डिस भनेको चाहिँ अङ्ग्रेजी शब्द हो, तर त्यो आफैमा रोग होइन, त्यो चाहिँ एउटा लक्षण हो जिउ पहिलेदेखि नै। र जन्डिस भइसकेपछिको व्यक्तिलाई कहाँ रोग हुन्छ भन्दाखेरि चाहिँ कलेजोमा रोग हुन्छ है। यति कुरा बुझ्नु पऱ्यो। फेरि जन्डिस आफैमा रोग होइन। दर्शक मित्रहरू कस्तो लाग्यो त आजको यो सहरभन्दा जङ्गलतिर आउँदाखेरिको मजा रमाइलो? विशेष गरी मैले जाने बुझेको यहाँ पाइएको जडीबुटीहरूको विषयमा जानकारी गराएँ। कमेन्ट गरिदिनु होला, अवश्य पनि सक्दो सेयर गरिदिनु होला। विशेष गरी जडीबुटीसँग सम्बन्धित भएको कारणले गर्दाखेरि त्यो जीवनोपयोगी कुरो हो र किन्नु पनि पर्दैन। तपाईँले मात्र टिप्न जानको लागि र त्यो बोट बिरुवा चिन्नको लागि मात्र तपाईँलाई समय लाग्ने, 1 रुपियाँ पनि खर्च हुँदैन। यी यस्ता कुरोहरू चाहिँ म जानकारी दिइरहेको छु। आजको विषयवस्तु कस्तो लाग्यो जानकारी पाऊँ है त। अनि सक्दो सेयर पनि गरिदिनु होला, प्रतिक्रिया लेखिदिनु होला। र तपाईँलाई यस्तो खालको जडीबुटीहरू आवश्यक परेको खण्डमा मसँग सम्पर्क गर्न सक्नुहुनेछ। मेरो जडीबुटी पसल पनि छ, पोङसुवा जडीबुटी स्टोर, देशीलान। विगत लगभग 23 वर्षदेखि निरन्तर रूपमा जडीबुटी मार्फत म व्यवसाय गर्दै आइरहेको छु। र हिमाल पहाड तराईका जडीबुटीहरूको लागि पोङसुवा जडीबुटी स्टोर, धरान 2 देशीलाइन। तपाईँले मेरो फोन नम्बर पक्का पनि थाहा पाउनु भएको छ। ती कुरोहरू पनि छ। कमेन्टमा यदि चाहिएको जडीबुटीहरू हो भने सोध्न पनि सक्नुहुन्छ भन्दै अहिले भने आजको विषयवस्तुबाट म निमा पोङसुवा बिदा हुन चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।